आज चाहिँ हाम्रो पूजाको फर्स्ट डे अनि भाइ बहिनी सुतिरहेछन्। ए कने माइजू रिसाएर जानुभयो आमासँग। राति सुतेको बेलामा ब्ल्याङ्केट तानिदिएर माइजू रिसाउनु भएको छ। माइजू हाम्रो अब पूजा हुने बुवा चाहिँ अब यहाँ थाली लिएर हिँड्नु भयो। म यहाँ भर्खर उठेर पानी पिउनु लाग्छु। मेरो हालत एकदम भूतको जस्तो नाजुक भइरह्यो। हाम्रो माइजूश्री मर्निङ फेस माइजूश्रीको यहाँ चिया र पानीको चियर्स। यता आफ्नै छ पार मेरो। यो चाहिँ अब हालत यस्तो छ। नमस्ते नमस्ते नमस्कार नमस्कार। छिटो हामी सबै चाहिँ अब बिहान कोही 3 बजे कोही 4 बजे उठेको थियौँ अनि त्यहाँ रोटी बनाउँदै हुनुहुन्छ। चाहिँ अब पूजाको लागि मण्डप हो के हो उता टेन्ट लगाएको छ। अहिले जान्छु म उता। अहिले भर्खर उठिरहेको। म यो भ्लग बनाउनु लाग्यो होइन। टिकटकमा राख्छु अनि फेसबुकमा पनि राख्छु है त ल। सेबु आँखा खोलेको मान्छेले भर्खर आँखा भन्नुहुन्छ। म र बहिनी चाहिँ यहाँ भ्लग एडिट गरेर बसिरहेको थियौँ। अब भाइको पनि उठ्ने जस्तो तर्खर चलिरहेछ। अब उठ्न खोजिरहेछ बाहिर। फाइनली हाम्रो अब सक्कु डन पनि उठ्यो अनि उठेर चाहिँ अब के गरौँ भयो। उता बाबालाई खोजिरहेछु। म चाहिँ भाइलाई लिएर गुटुङ हिँड्दै थिएँ। यहाँ हाम्रो रोटी पाक्दैछ। कस्तो जुमै भएन। यहाँ चाहिँ अहिले सुनसान छ बिहान भएर। म चाहिँ भाइलाई लिएर हिँडिरहेको छु होइन। यहाँ चाहिँ हाम्रो चिया टाइम चलिरहेछ। सबले चिया खान थाल्नु भएको छ। यहाँ चाहिँ हाम्रो किचनमा अब यहाँ पनि चिया खाने प्रोग्राम हुँदैछ। उठ्ने होइन सबैले भाइलाई हजुरआमालाई गएर दर्शन गर भनेको। भाइ त दर्शन गरे भयो। म चाहिँ अब बिहान 5 बजीदेखि 7 बजीसम्म नुहाउने पालोको वेटिङ गरिरहेको थिएँ अनि फाइनली नुहाउने पालो आयो। त्यसपछि म नुहाइधुवाइ गरेर यसो काम गरेँ। अब यो काम गरेर अलिअलि काम त गर्नै पऱ्यो नि त। अब जे भयो नि काम गरेपछि म चाहिँ अब माइजूलाई जिस्काउन गएँ। माइजूले चाहिँ उता जोगीको मण्डपहरू सजाउँदै हुनुहुन्थ्यो कि लिप्दै हुनुहुन्थ्यो। यो पूजा गर्ने मण्डपहरू चाहिँ अहिले यस्तो देखिरहेछ लिप्दै गर्दा होइन। अहिले सजाउँदा यति राम्रो देखिन्छ। माइजूलाई जिस्काएर भएपछि यसो गेट बाहिर जान्छु भन्दा भाइ बहिनी चाहिँ खेलिरहेको रहेछन्। वाउ तर दिन त यिनी रमाइलो। भाइले चाहिँ मलाई जोक्कर जस्तो बनाएर खेलिरहेको थियो मजाले। आफू रमाइरहेको थियो मलाई जोक्कर बनाइदिएको थियो। यत्तिकैमा अटोवाला अङ्कल पनि आउनुभयो भाँडाकुँडा लिएर। अब खाना पकाएर खानै पऱ्यो जसरी भयो नि पूजा भयो नि। अनि त्यसपछि चाहिँ अब म भित्र आउँदा चाहिँ यहाँ कलशहरूको त्यो प्लास्टिकहरू निकाल्ने अनि दर्जा बान्ने गर्दै हुन्थ्यो। म पनि गएर हेल्प गरेँ। अब बुवाहरूले आफ्नो बनाइराखेर भिडियो सुट चलिरहेको थियो बुवाहरूको। ठुल्दाजी माइल दाईलाई हामीले 84 गर्न पाइएन। आज चाहिँ नपर्नु दाजुको 84 गर्दाखेरि दाई हाम्रा आज 84 गर्ने चाहिँ शुभ अवसर प्राप्त भएकोमा धेरै चाहिँ नपर्नु म खुसी छु, उत्साहित छु र सबै इष्टमित्रहरू भान्जा भान्जी दिदी बहिनीहरूले पनि धेरै नै सहयोग गरिराख्नु भएको छ। त्यसको लागि धेरै धन्यवाद गर्दै दाजुलाई फेरि पनि शुभकामना र फेरि शुभेच्छाको साथमा चाहिँ नपरौँ मैले यो वक्तव्य आफ्नो राखिरहेको छु। धन्यवाद। बुवा के भन्नु हजुरले? पूजा हुँदैछ। अब दाजुभाइ दिदी बहिनी भान्जा भान्जी छोराछोरी सबै जम्मा भएका छन्। अब बाहिरका दाजुभाइहरूलाई पनि सबलाई शुभकामना। बाहिर देशपास गएका दाजुभाइहरूलाई पनि शुभ आशीर्वाद पुगोस्। दिस वाज सच एन अमेजिङ एन्ड इमोसनल मोमेन्ट के हुन्छ नि त। अब हजुरबुवाहरू अब 2 भाइ हुनुहुन्छ अनि एकजनाको 84 भनेको त धेरै ठुलो कुरा हो नि त। 84 गर्नु पनि भाग्यले पाइन्छ। त्यसपछि चाहिँ मैले अब लुगासुगा फेरेँ अनि भाइ बहिनीहरूलाई नि कपडा लगाइदिएँ। त्यसपछि उनीहरूको मेकअप गर्दै उनीहरूलाई चाहिँ राम्रो देखिन थियो अरे के। भाइलाई त अझ स्पेसल्ली राम्रो हुनु थियो अरे।
भाइ बहिनीको मेकअप गरिदिएर भ्याएर मैले पनि आफ्नो मेकअप गरेँ अनि मेकअप गरेर भएपछि फेरि यसो बाहिर निस्केँ बाहिर निस्किँदा चाहिँ अब यहाँ फोटोग्राफर दाजुले मेरो फोनबाट भिडियो बनाउनु भएको थियो यो चौकीको कति राम्रो भइरहेको छ कति राम्रो अझ यो वनकुण्ड त सजाएकै छैन त्यो सजाएपछि राति झन्पट राम्रो हुन्छ म चाहिँ अब त्यहाँ पूजामा बसेछु अनि पूजामा बसेर फेरि यता नयाँ मिल दोकानमा दिदीसँग आएको पाहुनाहरूले कपडाहरू नपुगेर अनि किनिदिन आएको थियौँ हामी चाहिँ अनि मणिग्राम गएर आयौँ अनि मणिग्राम गएर आएपछि चाहिँ मैले मम्मीको मेकअप गरिदिएँ मम्मी कामबाट बल्ल फ्री हुनुभएको थियो मम्मीको मेकअप गरिदिएर भ्याएपछि फेरि मैले ठुलमम्मीको नेल पोलिस लगाइदिएँ कज ठुलमम्मीको हात भाँचिएको थियो कि फ्र्याक्चर के भएको थियो अनि त्यही भएर ठुलमम्मीले चाहिँ आफै गर्न मिल्दैन बट ठुलमम्मी पनि धेरै खुसी हुनुहुन्थ्यो भिडियोमा हेर्नै सक्नुहुन्छ ठुलमम्मीको खुसी चाहिँ मैले अब अरू आन्टी ठुलमम्मीहरूको पनि त्यो साडी लगाउनमा हेल्प गरेर अनि यसो चिया पिउन थालेँ मिररमा हेर्दै अब जे भयो नि चिया त छुटाउनै भएन नि त चिया इज लभ कि जस्तो सिचुएसन आयो नि चिया खान छोड्नु हुँदैन अब यता चाहिँ खाना खाने टाइम भइसकेको थियो 1 दिउँसोको 1 भइसकेको थियो अनि त्यही भएर चाहिँ अब सबजना खाना खाँदै हुनुहुन्थ्यो कसैले खाएर गइसक्नु भएको थियो अनि म चाहिँ अब काम परेर यता नयाँ मिलाएको थियो अनि साथीलाई लिएर आएको थिएँ आउनु चाहिँ तर अर्को साथीलाई भेट्न आयौँ हामी अब जुन काम थियो त्यसलाई अलि 2-3 घन्टा अझै लाग्ने भएर 2-3 घन्टा यिनीहरूसँग बसेर मजाले गफ गऱ्यौँ अनि गफ गरेपछि चाहिँ साथी लिएर मैले टिकटक बनाएँ अनि यो चाहिँ हाम्रो टिकटक यहाँ बाहिर चाहिँ ग्रुप फोटो खिच्न आएको रे तर सबै आफ्नो आफ्नो पारामा हुनुहुन्छ बिचरा अब सब आफ्नै तालमा हुनुहुन्छ कि साँच्चै यसो झ्याउ लाग्यो अनि झ्याउ लागेपछि यसो कसार खाँदै पढ्दिउँ भनेर आएर बसेँ अब सबैमा बिजी थियो बाहिर पूजा चलिरहेको थियो पनि भित्र आएर बसिरहेको थिएँ फोन हेर्दै बाहिर गएको एकैछिनमा अनि बाहिर जाँदा चाहिँ वाह यो बत्ती बोलेको भ्यू लिटरली दिस वाज सो अमेजिङ के यो पूजामा यति धेरै राम्रो राम्रो कुराहरू भयो रमाइलो भयो लास्टै रमाइलो भयो अनि त्यसपछि चाहिँ यहाँ हाम्रो हेन्सी मामाले उताबाट बत्ती लिएर आउँदै हुनुहुन्छ हेन्सी मामा ओहो मामा पनि लास्टै खुसी हुनुहुन्छ एन्ड वाउ झन् राम्रो देखिँदै थियो कि यो बत्तीहरू बालेको त बत्तीहरू बालेपछि अब भजन कीर्तन नगर्ने कुरै हुन्न नि त अब भजन कीर्तनतिर लाग्नुभयो सबै क्यामराम्यानवाला दाइको चाहिँ अब हाइट नपुगेर कुर्सीमा चढी भिडियो बनाउनु भयो कज अनि यहाँ भित्र हेर्छु भन्दा त मिलनले फेरि फोन हेर्न थालेछन् ओहो यो चाहिँ अब हाम्रो जोगीको नाइट भ्यू होइन उता मण्डप पनि राम्रै देखेको थियो अनि यता हवन कुण्ड पनि राम्रै देखेको थियो लिटरली लुक त्यो दियो बोलेको कति राम्रो देखेको कि वाउ सबैलाई यो दियो बोलेको एकदम मन परिरहेको थियो अनि डेकोरेसन पनि यहाँ अब हाम्रो धेरै रिलेटिभ्सहरू आउनुभएको थियो एन्ड त्यो अब धेरै रिलेटिभ्स आउनु भन्ने नि खुसीको कुरा हो कज यता अब भन्नलाई त बुटोल जस्तो ठाउँमा अब को आउला र भनेर गर्थ्यौँ तर आउन चाहिँ धेरैजना आउनुभएको थियो पूजामा बुटोल गरे पनि जता गरे पनि तर धेरै रमाइलो भयो पूजामा चाहिँ म चाहिँ अब यसो बाहिर निस्केको थिएँ अनि यो गेटको भ्यू वाज वाउ अब यति राम्रो देखिँदो रहेछ कि रातिमा पनि अझ यो डेकोरेसन गेटको पनि वाउ अनि साइडमा हेर्छु भन्दा मिलन र किस्मत भएर अब दाइ भाइ भएर कहाँ गएर आएको थिएँ यिनीहरू आफ्नै पारामा झ्याउ लागेर बाहिर घुम्न गएको रे जान चाहिँ अनि म पनि अब यिनीहरूको पछि भित्रतिर लागेँ अब बिहान मैले भिडियो गर्ने बेलामा चेयरहरू कति मिलाएर राखेको थियो अहिले त बाटोमा छन् वाउ लिटरली यस्तै हुन्छ सधैँ अब हामी चाहिँ लुखुर भित्रतिर लाग्यौँ अनि यहाँ चाहिँ अझै खाने प्रोग्राम चलिरहेकै थियो
भित्र आउँदा चाहिँ सबै गफ गर्दै बसिराख्नु भएको थियो, कोही पूजामा ध्यान केन्द्रित गर्नुभएको थियो। अनि यता बत्ती चाहिँ अझै निभेको बालाई भेट्छ आमालाई भेट्नुभयो बाको काममा पुग्दैन 20को एउटा निभे नि बेला हो त्यसैको नम्बर डायल गर्नुपर्छ एउटा नम्बर गलत भयो भने पनि तपाईको गरेको डायल गरेको नम्बर मिले अब चाहिँ भजन टोली आउनु बेला भएको थियो अनि भजन टोली आउनुभयो। त्यसपछि म र पुनम भएर चाहिँ नाच्यौँ। अब भजन हुँदा मन नाच्ने कुरा नि हुन्छ र बहिनी भएर नाचौँ सँगै नाचौँ भनेर म पनि गएँ फेरि। भइसकेको थियो अनि सबलाई नि लागेको थियो तर यो बुवाको डान्स हेरेर सबको निद्रा उड्यो। बुवाको डान्स एकदम कमेडी टाइपको थियो अनि राम्रो पनि नाच्नु भएको थियो अनि हामी हाँस्दै डान्स हेर्दै गऱ्यौँ। अझै एउटा बुवा आउनुभयो एन्ड बुवाहरूको नागिन डान्स स्वभाव खतरा थियो कि बुवाहरूको नागिन डान्स। कृष्णजीको गाई हेर्ने पालो राधिकालाई पठाइदेऊ गोठालो कृष्णजीको गाई हेर्ने पालो राधिकालाई पठाइदेऊ गोठालो।
चाहिँ रातिको 12 बज्न थालेको थियो अनि अब दिउँसोदेखि केही खाएको थिएन अनि त्यसपछि चाहिँ म र दिदी भएर खाना गयौँ भित्र। भजन टोलीहरूले नि खाना खाँदै हुनुहुन्थ्यो। खाना खाने बित्तिकै यसो के बसेको थियो, माइजू र मम्मी आएर नाच्न जाऊँ भन्नुभयो अनि नाच्न गयौँ हामी। पहिला त दिदीहरूले नाच्न दियौँ अनि त्यसपछि फेरि मम्मीहरूसँग म नाचेँ। दिदीहरू चाहिँ नाचेर भ्याउनु भयो अनि दिदीहरू नाचेर भ्याएपछि म माइजू र मम्मी भएर नाच्न गयौँ। गर्दा चाहिँ उता हजुरआमाले चाहिँ दक्षिणाहरू लिएर आउनुभयो धानको त्यो दिनको लागि। अनि हजुरआमाले दक्षिणाहरू लिएर आए पनि हामी चाहिँ नाच्नमै बिजी थियौँ उता। हामीलाई चाहिँ अब डान्स सकियो फाइनली अनि डान्स सकिएपछि हजुरआमाले चाहिँ त्यो अब पूजाको थाली लिएर माइजूसँग यसो घुम्न थाल्नुभयो। हजुरआमा भएर चाहिँ अब थाली लिएर नाच्न थाल्नुभयो तिनजना भएर। अब चाहिँ मामा माइजूलाई थाली दिएर हजुरआमा चाहिँ आउनुभयो थानुसँगै अनि मामा माइजूहरू नाच्नुभयो एकछिन। मामा माइजूहरूले थाली नचार भएपछि अब भइसकेको थियो अनि दाइले चाहिँ आफ्नो केही भनाइ राख्नुभयो। अनि यसै पुण्यगर पुष्माखर खरेलज्यूकोमा हुन गइरहेको लक्ष्यवती 84 पूजाको शुभ अवसरमा हाम्रो यसै प्रेमनगर टोलमा रहेको दिव्यनाम सङ्कीर्तन समाजलाई भजन कीर्तनको लागि निमन्त्रणा गरी यहाँहरूले हामीलाई सम्झिनु भएकोमा हामी सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। र हामीले गाएको भजन के कस्तो भयो यहाँहरूलाई रमाइलै भयो होला भन्ने लाग्छ र यहाँहरू खुसी हुनुहोस् हामी अनुरोध पनि गर्न चाहन्छौँ। र आजको यस दिव्य भजन कीर्तनबाट आरती स्वरूप अब चाहिँ रातिको 1:30 भइसकेको थियो अनि म चाहिँ नि यस्तो झुलिरहेको थिएँ अनि हामी चाहिँ सुत्न गयौँ।